छिटो तिमीहरूको बिहान बिहानदेखि यो झगडा सुन्नलाई हामीलाई बिहान भजन सुन्ने बेला तिमीहरूको झगडा ल उठाइहाल हटाइहाल छिटो हटाइहाल यो यहाँ 32 नमस्कार सम्पूर्णलाई यो चाहिँ तपाईहरुलाई एउटा सानो झलक भिडियो जुन देखिरहनु भएको छ यो चाहिँ कुनै बाहिरबाट आएका व्यक्तिहरुले चाहिँ यहाँ चाहिँ एउटा बस्ती बनाएर बसिया छ र यहाँका मान्छेहरुलाई चाहिँ सारै नै दिक्कत भइरहेछ है यो चाहिँ नेपालको कमजोरी भनौं या सरकारको कमजोरी भनौं हैन यहाँको बासिन्दाहरुले चाहिँ अत्यन्तै पीडा भोगिरहनु भएको छ यो भिडियोको तपाईहरुले एन्डसम्म हेर्नु होला र साथ दिनु होला किन यस्तो कसरी विकास नभएको यहाँ के कारण नभएको पुरा इत्यादि जान्नको लागि चाहिँ तपाईहरुले पुरा भिडियो हेरेर साथ दिनु होला र केही झलक पुरा भिडियो हेरेर चाहिँ हजुरले थाहा पाउनुहुन्छ यो यहाँ 32 नम्बर ओडामा ओडाको मान्छेहरु आएर हटाउने ठाउँमा महानगरपालिका 32 नम्बर ओडा रे यो 32 नम्बर ओडा भित्र हेर्नु त यहाँ बिजोक हामीले सधैं बिहान बिहान झगडा सुन्न पर्ने यिनीहरु बिहान बिहानैदेखि आएर झगडा गर्ने यहाँ यिनीहरुलाई हटाइहाल थप्पक निकालिहाल छिटो निकाल बच्चा सुत्छ तिम्रो बच्चा म वर्षमा 4 वटा पाएर बस्छु यहाँ ल हटाइहाल यो ठाउँलाई कति दुर्गन्ध मनाएको हेर्नु त कति ओडालाई भन्नु कति ओडालाई भन्नु ह चाकु ल्याएर काट्ने जे गर्नु छिटो हटाइहाल आज हटाइन सक्ति मलाई फेरि ल हटाइहाल बिहान आज बिहीबारको व्रतको दिनमा हटाइहाल होइन हटाइहाल सर हेलो नमस्ते सर यहाँ प्रहरी पठाइदिनु पर्यो सर यहाँ घर पछाडि ए यहाँ हेर्नु न यहाँ छाप्रोमा बसेको मान्छेहरूले वाक्क मनाइसक्यो रातभरि झगडा गरेर यो बस्न दिँदैन यिनीहरूलाई उठाउनु पर्यो जसरी नि यहाँ आउनु त यहाँ हामी स्थानीय बासिन्दा पनि आछौँ यिनीहरूको हेर्नु न यहाँ ड्रग खाने मान्छेहरू यहीँ ल्याएर पालेर राख्ने भित्र ड्रग खाने केटाहरू बेलुका सधैँ यहीँ आएर बस्ने अनि यहाँको स्थानीय बासिन्दाहरू मिलेर अहिले सबैजना मिलेर हामीले हटाउन खोजेका छौँ अब ओडाको आँखा यहाँ ध्यान नगएको होला यहाँ भोट नआउने भएर ओडाको ध्यान पनि नगएको होला ए त्यस्ता निवेदन कति दिइसक्यो सर कसलाई चाहिँ निवेदन दिएको छैन होला र जहाँ भोट आउँछ त्यही मात्र गर्ने हो यहाँ गर्दैन कसैले पनि ल पठाइदिनु मान्छे पठाइदिनु सर त्यो छाप्रोको कुरा नगर्नु तपाईँबाट सुरुवात हो यहाँ छाप्रोको कुरा नगर्नुहोस् न सुरुवात माथिबाट हो थपक्क हटाइहाल्नुहोस् तपाईँहरू तिनीहरूलाई हटाउनु छँदैछ तपाईँसँगै उनीहरू पनि हट्छ नगराउ तपाईँ कराउनु नगराउनेको होइन यहाँ थपक्क हटाउनु यहाँ ड्रग खाने केटाहरू आएर बस्नु हो यो तपाईँलाई हिजो के भनेको थियो 7 बजे उठेर जानु भनेको थिएन तपाईँ अहिले खाना पकाउने एकछिनमा फेरि टोयलेट जाने तपाईहरुको यो ठाउँ हो तपाईहरु यहाँ जहाँ पाए दिशा पिसाब हेर्नु त यहाँ गति हेर्नु त घरको छेउछाउमा यत्रो घरको बीचमा आएर दिशा पिसाब गरेर बाटोमा बसिरहेको हुन्छ होइन नआउने होस् कि नआउने होस् तिमीहरू टोयलेट कहाँ जान्छौ जान्छौ तिमीहरूलाई पैसा तिरेर तिमीहरू जान्छौ तरकारी बजारमा ल हटाइहाल छिटो हटाइहाल ल खुची हटाइहाल ल हटाइहाल एउटा हटा म एक्लैले होइन हटाउँछु तिमीहरू हटा ल अब चाहिँ तिमीहरू अति भयो कि बिहीबारको दिनमा पूजा सुजा गर्न लाए बस्या बेलामा झगडा तिमीहरूको ल हटाइहाल छिटो हटाउने कि नहटाउने हटेर मैले यो लट्ठी बाटोले फेरि कर खुस्काइदिन्छु म ल बटा छिटो हटाइहाल यत्रो यति नजिक ओडाको नजिकै भएर पनि ओडाको ध्यान कहिले नजानी यस्तो बिजोक गरेर बस्या छ यस्तो गरेर बस्या छ यो के हो यस्तो बिजोक कि यो 32 नम्बर ओडा होइन भन्नु पर्यो होइन भने के हो यस्तो बिजोक बिहान बिहान तिमीहरूको यहाँ तिमीहरू खोल्ने कि नखोल्ने त्यो खोलिहाल ओइ यत्रो तमासा हेरेर बस्योस् तँलाई हिजै भने होइन खोल तपाईँ चाहिँ के भलादमी भएर बस्या खोल्नु त्यहाँ गर त्यहाँ तपाईँ के मान्छे त्यहाँ गर यहाँ खोल्नु छिटो तपाईँको खोल्ने तिमीहरूको यहाँ लाज शरम नभएको बिहान बिहानै झगडा तिमीहरूको यहाँ बिहान भगवानको नाम लिने ठाउँमा तिमीहरूको यहाँ सुन्नु पर्ने बिहान
अलिकति ध्यान नजानी 32 नम्बरबाट के होइन भन्नु पर्यो महानगरपालिका होइन भन्नु पर्यो हो भनेदेखि के भयो बिजोग बनाएर छोडेको यो अहिलेदेखि हो यो 8 वर्ष 9 वर्षदेखिको यत्रो बिजोग बनाएर ल जहाँ भोट आयो त्यहाँ मात्र काम गर्ने जहाँ भोट आयो त्यहाँ मात्र पिच गर्ने डबल पिच गर्ने यहाँ खोलाको गति यस्तो छ खोला पारिपट्टि त्यत्रो खोला पारिपट्टि त्यसरी बनाएको छ अग्लो बनाएर वारिपट्टिको बिजोग यस्तो छ मान्छे हिँड्न नसक्ने अवस्था छ ल हेर्नुस् त यहाँ बिजोग कति सहने अत्याचार पनि कति सहने पारिपट्टि त्यति अग्लो बनाएको छ अब यो यसपालिको बाढीले सर्लक्क बाढी यता आउँछ यत्रो अग्लो र होचौ किन नियम भने सबैलाई बराबर होइन र नियम त सबैलाई बराबर हुनुपर्ने पारिपट्टिको खोलाको त्यति अग्लो बनाएको छ वारिपट्टि हेर्नुस् त यस्तो बनाएर बिजोग बनाएको छ सहनी पनि अति हुन्छ नि के यहाँ नगरपालिका होइन भन्न सक्नु पर्यो यो 32 नम्बर वडा कुन चाहिँ केटा हो यही हो यो दादागिरी देखाएको छ यसको म करङ भाग्छु अनि ऐ तेरो घरबेटी बोला यो घरबेटी बोला छिटो बोला भाडा लाएर खाने मान्छेले नि व्यवस्थित गरेर लाउनुपर्छ त दादागिरी देखाएर नबस् तलबडी बोला तेरो घरबेटीलाई सबैमा ताता लगाइदिनु पर्यो पढ्ने छिटो निस्किहाल तिमीले यहाँ निस्किहाल कचिङरहरू तिमीले कचिङर यस्तो बिजोग बनाएर यहाँ हेर्नु त यस्तो गरेर भाडा लाएर खाएको कति राम्रो घरबेटी महिनाको 2500 रुपियाँ लिएर बाटोमा हगाएर बाटो खोलाको छेउमा दिसा पिसाब गराएर अझ दिसा पिसाब मुक्त ठाउँ रे राम 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 ल हेर्नु यहाँ बिजोग यस्तो बिजोग छ ल हेर्नु तमासा हेर्नु यस्तो कति रमाइलो छ यहाँ जति रमाइलो कहाँ होला र यस्तो बिजोग बनाएर 32 नम्बर ओडा भनेको छ 32 नम्बरको ओडाको बिजोग हेर्नु साथीहरू यस्तो छ यो असार नपुग्दै यो खोलाको बाढी यतै फर्केर आउने छ पारिपट्टि हेर्नु त्यत्रो अग्लो बनाएर पारिपट्टिको मेयरले वारिपट्टि भत्काउँदा पनि चुपचाप सर बस्नेहरू दलालीहरू सब दलालीहरू पैसा कहाँबाट आउँछ कसरी खान पाइन्छ बजेट कतातिर लगाएर हाल्ने कहाँ भवन बनाउन पाइन्छ त्यति मात्र सोचेको छ केही सोचेको छैन अरू